गर जान त हुन्थ्यो नि दाइ, जन्मघर छाडेर कर्मघर आएपछि आफूले सोचे जस्तो कहाँ हुन्छ र। यो घर व्यवहार गाईबस्तु कुखुरा बाख्राले मलाई बाँधेर राखेका छन् दाइ, चाहेर पनि म जान सक्दिनँ। आमाले यही कुरा सुनाइदिनुहोस् है। हुन्छ, अब तिमीले नै यस्तो कुरा गरेपछि म के भन्छु र। ल त बहिनी, राम्रोसँग बस, तिमीलाई त्यसको शुभकामना। धन्यवाद दाइ, बिस्तारै जानुहोस् है। हेलो, को राम बोल्नुभएको? आज कति धेरै दिनमा सम्झाउनु भन्नुभयो। सम्झना त हमेसा आउँछ नि दादा, के गर्नु, विदेशी भोलिमा अर्काको अधीनमा बस्नुपर्छ। मेरो जान नेता भए पनि मन त बुझ्दिनँ। साँच्चै आज त दुई छोरा साथीहरूसँग रमाइलो गरेर बनाउनु लिइरहन। हजुर पनि कसरी गर्नु रमाइलो, साथीहरू गरगहना लगाएर छोरी छुट्टा भएर आउँछन्, आफ्नो भन्ने पाउजु नै छैन। ल यस्तो बिहान यस्तो कुरा गर्ने हो त राधा, चाडबाड माग्न रमाइलो गर्न सुचारू होइन, मन पो चाहिन्छ ल। ल यहाँको चिन्ता नगर्नु, तर आफ्नो ख्याल चाहिँ गर्नु है। काम भइहाल्छ नि, तिमी पनि आफ्नो काम गर्दै राधा। बाई। Bye.
एउटा छोटो सम्झिनी नाचेर बिदा हौँ है। ल ल हुन्छ।